आज धेरै दिनपछि म बिहान उठेँ। हेलो एभ्रिवान, नमस्ते झुले मासल भावना एन्ड फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो एउटा नयाँ मिनी ब्लगमा। बिहानको सुरुवात चाहिँ मेरो धरती मातालाई ढोकेर सुरु हुन्छ। अनि आज आमा हुनुहुन्न घरमा, किनकि आमा हिजै जानुभएको छ छेमाहरूको घरमा लखरा। हाम्रो छेमाको सासू आमा खोज्नुभएको थियो बोजू, त्यही बोजूको त्यहाँ काम छ, त्यही भएर आमा नभएको घरमा आज फर्स्ट हो म घरमा आएर ड्युटी जोइन गरेपछि। सो आमाको कामहरू त गर्नु पऱ्यो नि गाइस, काम त त्यसरी राख्नुहुन्न। पहिला नै मैले घरको ढोका खिड्कीहरू सबै खोलेँ। बाबाको आज अफ थियो, सो बाबालाई पनि मैले उठाइनँ। अलिकति रेस्ट गर्नुहोस् बाबा भनेर। त्यसको पछि लागेँ म पानी तताउनुको लागि। पानी तताएर बोतलमा भराएको पछि फ्लास्कमा पनि अलिकति बाँचेको पानीहरू हालिदिएँ। अनि त्यही तातो पानी मैले गएर ओछ्यानमा बसेर खाएँ। एकदम आरामसे तातो पानी खान्छु बिहान म। त्यसको पछि के कम्बर कसे आफ्नो ओछ्यानहरू पहिला मैले मिलाएँ। अनि नि मलाई आज यस्तो दुःख लाग्दै थियो, आमा हुनुहुन्थेन। मलाई थाहा छ 2 दिनको लागि मात्रै जानुभएको, लेकिन मलाई यस्तो लाग्दै थियो कति दिन भयो आमा नभएको, यस्तै लाग्दैछ साँच्चै नै गाइस। आमा नभएपछि त घरमा त एकदम सुन्नै हुन्छ मेरो, किनकि आमा छोरी तपाईँहरू देख्नै हुन्छ हाम्रो कति मिलजुल छ। बाजा बाज हुन्छ, एकछिनमा फेरि माया पिरती सब सुरु हुन्छ। हामी यस्तै हो, आमा भनेर मात्रै होइन, म बाबासित पनि बाजेसित पनि सबैजनासित त्यस्तै छु। एकछिनमै ठसक ठुसुक हुन्छ, एकछिनमै फेरि हामी मिलिहाल्छौँ। अनि हाम्रो घरमा यति रुम छ, दसैँमा फेरि यो रुमहरू नै हाम्रो लागि सानो भइजान्छ। त्यसको पछि अब म लागेँ घर झाडु मारेर पछिको पछि माटो चौका लिप्नुको लागि, किनकि बिना नलिपे त हाम्रो चौका जलाउनु हुन्न। अनि पहिलाबाट जे परम्परा छ त्यो परम्परा फलो गर्नुपर्ने हुन्छ गाइस। त्यही भएर फर्स्ट त मैले झाडु मारेँ। त्यसको पछि यहाँ यो हाम्रो माटो जुन चाहिँ छ नि, गोबर र माटोको लेप भनेर हामी यसरी एकैचोटि राखिरहेको छु, मतलब स्टोर गरेर राख्छु। अनि त्यही त्यसमै अलिकति पानी लगाएँ। अनि त्यसको पछि यति हाच्छिङ आउँदै थियो मलाई, मतलब बालु सालु अलिकति के नाकमा पस्यो भने मेरो हाच्छिङ आउनु सुरु हुन्छ। यो बानी चाहिँ मेरो बाबाको तर्फबाट आएको। यस्तै हो गाइस, के भन्नु अब। त्यसको पछि चाहिँ मैले चौका मजालाई चिटिक्कसँगले लिपिसकेँ। लिपेको पछि चाहिँ बाबालाई भने बाबा आगो जलाइदिनुहोस्, म फ्रेस हुन्छु भनेर। अनि यहाँ चाहिँ बाबाले कति राम्ररी आगो जलाइदिनु भयो। त्यसको पछि बाजेलाई चिया दिएँ, नुहाइ धुवाइ गरेर खाजा पनि काकाले रेडी गरिदिनु भयो थियो मेरो लागि, खाएँ। त्यसको पछि म गएँ ड्युटी। अनि यहाँ हेर्नु नि हाम्रो पेसेन्ट आउनुहुन्थ्यो, उहाँको छोरी भएछ कस्तो क्युट। अनि आज ड्युटीबाट रिटर्न आउने टाइममा मैले र विवेकले खाएको थिएँ रोल। बाई।